हाई गाइज वेलकम ब्याक टु माई च्यानल। मेरो गोठ चाहिँ घर आइसक्यो गाइज। म चाहिँ अब अहिले दुध दुहुन जानु लागेको। यो चाहिँ हाम्रो गाउँ, यो चाहिँ हाम्रो घर हो र यो धनसार यताको नि घरै हो। हिमाल पनि बब्बाल देख्छ है गाउँदेखि चाहिँ। म चाहिँ दुध दुहुन जानु लागेको। दुध दुहुन बाख्रा पनि हाम्रो गोठाले है। म चाहिँ गोठतिर दुध दुहुन जानु लागेको। यो चाहिँ हाम्रो गाउँ नालमा गाउँ। म चाहिँ गोठमा आइसक्यो अब दुध दुहुन। दुध दुहुने हो। भैँसी चाहिँ यही हो। भैँसी चाहिँ अस्ति गोठमा लगेदेखि डह्रो दुब्ला छ। यो ठिकै छ। यतिको घाँस खाँदैन राम्रोसँग। भैँसी नि डह्रो छेरे छेर्नुको कारण चाहिँ यो बिगासे घाँस र मकै घाँस खाएर अहिले डह्रो छेरे। यता भैँसी बच्चा कालु। यो चाहिँ राग हो। अब म दुध दुहुन्थ्यो। भैँसी चाहिँ अलिक दुब्ला छ। योभन्दा मोटो हुन्थ्यो भैँसी चाहिँ, किनभने चाहिँ गोठ लगेको थियो खोलामा बेसीमा, त्यो भएर मामाको गोठमा मिसाएको थियो। मामाको गोठ चाहिँ आज यतै छ, हाम्रै खेतमा बाँधेको छ। लगभग बेसीदेखि आएको 1 हप्ता भयो। अब लगभग 1 हप्तै यता राख्छ, त्यहाँदेखि मामा घर पठाइदिन्छ। हाम्रो चाहिँ मामा घर नि यहीँ हो, घर पनि नालमा गाउँमै हो। यहाँदेखि चाहिँ मामा घर अलिक नदेख्दो रहेछ। देख्न त देख्दो रहेछ, राम्रोसँग नदेख्दो रहेछ। त्यहाँ डाँडानिर हो मामा घर। अब म दुध दुँदै गर्छु, एकछिन भेटौँ ल केटा हो। मैले चाहिँ दुध दिइसक्यो भैँसीको बच्चाको लागि। एउटा दुध चाहिँ भैँसीको बच्चाको लागि हो। यो तानिरहेछ। यो चाहिँ हाम्रो खेत हो, टन्नै छ। बिगासे घाँस छाल्ला छ। खेत पनि धेरै छ। यो तलको नि हो। दुध हेर्न सक्नुहुन्छ, टन्नै आउँछ। अब म चाहिँ घरतिर लाग्यो। यो दुध दुहुने बाल्टिन चाहिँ छ, किनभने त्यो ढाक्ने माल छैन। त्यो यो टिफिनमा दुहुन आएको हो गोठमा। यो गोठमा आउन चाहिँ घरदेखि लगभग 4-5 मिनट लाग्छ। बिगासे घाँस हो भने रोडको पनि खेत नि ठुल्ठुलो छ। यो माथि 2टा गएर उत्ता पनि छ। यो तल पनि हो। यो परल्टोको पनि हाम्रै हो। यो तल पनि 2टा यो घाँसको रुख सबै हाम्रै हो। यो रोडको खनेको पनि सबै हाम्रै हो। अनि यता पनि छ फेरि यो उता गाउँको ठाउँमा नि, त्यहाँ बिगासे घाँस ड्याममै छ। मकै बारी पनि ठुलै छ त्यहाँ नि। लगभग यो एरियामा चाहिँ खेत धेरै भएको चाहिँ हाम्रै होला। यो खेतको नामहरू चाहिँ माडी हो। अनि यो चाहिँ यो रोड चाहिँ पोखरा जाने रोड हो। हेर्न सक्नुहुन्छ माडीको नजारा वजारा। यो तल पनि एउटा फाँट छ शेरबारी भन्ने। यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले।
नालमा गाउँको नजारा बजारा यताको गाउँ चाहिँ गैरी गाउँ हो यो ठुलै छ त्यता नि गाउँ अनि यो घरिटीको अलि यता चाहिँ डाँडा गाउँ हो मेरो गाउँ यहाँ हो अनि यता गाउँ देखेको चाहिँ डडुवा हो यो गाउँ डडुवा अनि त्यो तल बजार देखेको भोल्टार यताको चाहिँ पहाडी गाउँ सिन्दुरे यतादेखि सुन्दरबजार नगरपालिका यहाँ हामी चाहिँ बेसा नगरपालिका यता चाहिँ मध्य नेपाल नगरपालिका यहाँनिर पर्छ धन्यवाद हाइलक्स पनि छ केटा हो हाइलक्समा चढेर घुम्न जाने होइन त यो चाहिँ नाल्नको नजारा बजेर अब म घर जान्छु घाँस काट्न जानुपर्छ एक लट बाख्राको लागि घाँस काटेर भात खाएर फेरि गोठतिर पनि जानुपर्छ एकचोटि घाँस पुऱ्याउन अथवा घाँस लगेन भने पराल लिएर चाहिँ जानुपर्छ अब घरमा भेटौँला है केटा हो दुसु दोएर पनि आइसक्यो घरमा गोठबाट अब घाँस काट्न जानु लगाएको हाम्रो गोठाले कैला दाई मामाको ससुर बुढोको उतारो ससुर बुढोको गोठाले दुध पकाउँदै खाए दुध हेर्न सक्नुहुन्छ दुध चाहिँ छ्याल्ला हुन्छ ओ कैलालाई यहाँ कुखुरा पनि छ भाले तिनवटा काटेर खाइ यति बनाइसक्यो खोइ फ्याँक्नु कहाँ रहेछ हाम्रो बाख्रा पनि खसी यता सुतिर ल ल पसल जाने हो ल ल यता डाँडा गाउँ यता पनि छ ढुङ्गल छाउघर प्रायः चाहिँ टन्नै छ म पनि घाँस काट्न लाग्यो घाँस काट्न लगभग घाँस काट्न जाने ठाउँ चाहिँ लगभग 5 मिनटै लाग्छ 5 मिनट लाग्दैन सबै ढाल्दैछ भ्यू चाहिँ खतरा देख्यो है आज हिजो राति पानी पर्थ्यो माडीको मकै ढलेछ कता नि बिहान आज यता सैला आएछ यार कता हो सैला सिडी पनि हेर्न सक्नुहुन्छ पहाडी गाउँ नि खतरा देख्यो आज पानी परेर हिजो बिहान चाहिँ खाजा खाने चलन छैन जुलुक्क उठ्ने काम छ भने काम गर्ने त भात खाने हो मेरो चाहिँ आज चाहिँ अलिक छिटो उठेछ नभए छिटोमा 7 नभए 8:30 9 बजे उठ्छ म चाहिँ बाटो चाहिँ सही छ नि अब लगभग घाँस काट्ने ठाउँ पनि आइपुग्यो यता तल पनि गाउँ छ हाम्रो गोठ पनि यहीँ तल भएको धानबारीमा बिहान मन्न ल्याएको पुरै बेसीको चाहिँ छोडिदियो लगभग बेसीको धानबारी छोडेको चाहिँ 6-7 वर्ष भयो होला टाढो भएर अनि यता पछाडि पनि छ यो खेत पछाडि नि टन्नै छ त्यहाँ सबै बाँच्यो घाँस हाल्ने ठाउँ आयो यता हो यहाँ यो रुख हो यो पनि हाम्रै खेत हो यहाँ पनि छ खेत चौतारा
यहाँनिर चाहिँ लगातारै छ बिगासी घाँस यहाँ पनि घाँसको चाहिँ चिन्ता छैन त्यो सबै ड्याममै बिगासी घाँस छ यहाँ पनि यहाँदेखि चाहिँ लस्कारै घाँसको रुख छ आफ्नै हो सबै अब यतिमा जुनमा झारी नि हुन्छ यता नि कोही रोप्दैछ फेरि यता नि चौतारा म चाहिँ यो ठुलो रुखमा झार्ने हो ठुलो पाखरीको घाँस मैले झारी आधी बनाइसक्यो यो चाहिँ यो घर चाहिँ भान्जीको हो यो देखेको दुई ताले घर हाम्रो खोलाको पार्टनर भान्जी गोठ पनि उठ्याएको छ गोठ नि यहाँ छ राम्रोसँग नदेखेको जुम गरेर हाम्रो चाहिँ यो तल यो मकैबारीको तल रुखहरू अगाडि ठाउँमा यहाँ उसको गोठ छ यो पनि नालमा यो गाउँ यहाँ पनि गाउँ छ रुखहरूले खासै राम्रोसँग नदेख्दो रहेछ खुर्पी र करा काटा खाटा गरेर मेरो यहाँ त मकै घाँस छरेको कोही मकै रुख छारीले गर्दा खासै राम्रो छैन मकै घाँस चाहिँ हिमाल पनि देखिया सबै देखिया हो हिमाल यो त माछा पुच्छे पनि देख्छ अहिले त कुरोले ढारिछ हल्का माथि देखिया हिमालको रेन्ज चाहिँ खतरा देख्छ त्यो माथि भ्यू टावरदेखि चाहिँ सिन्कोट लालीगुड पार्कदेखि चाहिँ आउनु यहाँ यो घाँस काट्ने घाँस पनि झारिसक्यो हेर्न सक्नुहुन्छ घाँस चाहिँ धेरै भइछ यो पाखेको झार्दा यो घाँस रुखमा अड्केर यो पनि ढाल्न पर्यो त्यो भएर घाँस धेरै भयो अब बोक्न पनि सक्दैन घाँस धेरै भइछ पाउन त सक्छ अलिकतिमै घाँस पनि झारेर भारी पनि हालिसक्यो घाँस अलि धेरै भइछ बोक्न सक्दैन अब घाँस धेरै हुनेको रिजन चाहिँ रुखमा अड्केर त्यो काट्दा त्यो घाँस पनि धेरै भएको हो यहाँ छ बोक्न सक्दैन आधा सहन त सक्छ त बाजे नहुँदै भन्दा हात खुट्टा धुँदै पिपलको रुख यो लोकेसन चाहिँ नालमा बढ्तु वान अफ द फेमस नेम अफ नालमा अब चाहिँ भारी सारी हालिसक्यो अब भोगेर जानु पर्छ घरतिर घरतिर खानासाना खाएर अब आज के छ कामतिर जानुपर्छ काम भएन नि सुतिराख्ने चाहिँ अब खाजा रेडी भइसक्यो खाजा अब खाँदै सिमीहरू खा भनेको
यो चाहिँ हाम्रो गाउँ यताको गैरी गाउँ हाम्रो मामा घर नि यतै हो यहाँ माथि पुरानो गाउँ छ यो डाँडा गाउँ गैरी गाउँ यो चाहिँ यिनीहरू ल खानु खानु ब्लग हो अब टिभीमा आउँछ हेर्नु यहाँ चाहिँ लस्सी नि छ ओहो लस्सी त काइतको देखेर त काड यस्तो भन्दै अर्ग्यानिक भन्दै चिनी हाल्न पर्ने चिनी किन हालेको दा घेरै पुलियो खानु न ल दिनु सिमी तपाईँ र म यो खाने हार नखाए नि यो चाहिँ लोकल है चौचौ बाइक भुजा पनि घरै बनाएको आलु सालु सबै हेर्नु सी गाउँको बुढीहरूसँग यस्तो अब टिभीमा आउँछ हेर्नु है यस्तो हो कि यामे दाइले पनि बनाउँदो रहेछ त मिठो छैन त्यसो नभन्नु न त्यो साँझ खाइसक्यो अब बाख्रालाई नि घाँस हालिसक्यो म चाहिँ अब गोठतिर जान्छु भैँसी गोठ हाम्रो मेन चाहिने काम लाग्ने यो चाहिँ आसी बिर्स्यो ढङ्ग पानी पर्नला यो चाहिँ हाम्रो गाउँको बाटो शैलीमा हाँस्यो त परल चाहिँ हाल्दैन आज घाँस काटेर हाल्ने हो परल चाहिँ लिन जानुपर्छ उता गोठतिर बाटो चाहिँ दुईटा हो यता रोड बाटो पनि जान मिल्छ यो बाटो नि हो यता खोला पनि छ अब त्यहीँ गएर भेटौँला केटा म चाहिँ गोठमा आइपुग्यो भैँसी यहाँ छ कैना दाइ गोठ चाहिँ यता टेन टाइपको हो गोठ टारको यता चाहिँ पर्मानेन्ट होइन अस्थायी हो यो भैँसी चाहिँ यहाँ भने भान्जी पनि रहेछ त्यहाँ भैँसी चरा बसिरह भान्जी के गर्दै भान्जी किला हेर्नु पर्यो किला हाल्यो भने चाहिँ ठोक्न पर्छ त भैँसी फुसिन्छ यो हाल्दो रहेछ अलि कहिले अहिले परल पनि ल्याएको रहेछ अब म चाहिँ घाँस जान्छु त्यहाँ तल पाखीको घाँस यहाँ चिलाउने रुख नि मैले झारेको यो हाम्रो खेत माथि त्यो मकैको उता खोल्सादेखि यो मकै नरोबेदी तल यता तल्लोसम्म हो त्यो पानी देखेको डाब त्यहाँसम्म हो घाँस काट्ने यो पाखीको रुख म चाहिँ घाँस काट्न जान्छु ओ कहिले दाइ यहाँ घाँस झार्छ घाँस सार्नु है
पराल तपाईँले ल्याएको हो? बाउले ल्याएको हो? पराल चाहिँ होइन, बाउले ल्याइसकेको छ। हाम्रो गोठाल चाहिँ खासरी कैला दाइ हो, हाम्रो होइन मामाको, भैँसिनी मामाकै हो। भ्यू त खतरा देखाए, अँधेरो अँधेरो भैँसी चरिरहने घन्टी बज्दै। कता चराको आज भैँसी? यो त नि छ, हेर्न सक्नुहुन्छ नालमाको नजारा बजारा। मलको चाहिँ माथि चढिरह त्यहाँ यहाँतिर पानीको दिनमा। घाँस सार्ने हो, म घाँस हालिदिन्छ। हालिदिँदा भयो अरे, किन अरे पराल हाल्ने, घाँस नहाल्ने? आकाश अझ एकछिन भेटौँलाई। मल चाहिँ यति भयो, हेर्न सक्नुहुन्छ मल त बन्छ। यो मल चाहिँ धानको बिउमा हाल्ने हो, धानको बिउ चाहिँ यहाँ माथि गएर सिरनको गराउन राख्छ। अब म चाहिँ भान्जीनिर जाने हो, भान्जीनिर यसो गफ गर्न जानु पर्ला। यहाँ माथि हो भान्जी भैँसी चराइरहेको। खासरी चाहिँ म घाँस काट्ने भनेर आएको, अन्त यो घाँस काटेर मैले पराल लिएर आउँथेँ। पराल चाहिँ आज बाउले लिएर आइसकेको छ कि नै, नानी सबै हो। यो ढाप पनि हो, टन्नै हो। त्यही भएर घाँस नकाट्ने, अब भुलतिर झारेर हालिदिनु पर्ला। अब मेरो यो भिडियो अपलोड चाहिँ कहिले हुन्छ थाहा छैन, किनभने चाहिँ एडिट गर्न पर्यो। एडिट गरेर कहिले हो अब हुन चाहिँ अपलोड हुन्छ मेरो भिडियो चाहिँ मेरो च्यानलमा, तर फिक्स डेट चाहिँ थाहा छैन, लगभग ढिलो नै हुन्छ। यो आकाश पनि डेन्जर कर, आज 4-5 दिन भयो पानी परै छ। 4-5 बजेदेखि आकाश पनि कर डुडुङ भान्जीको भैँसी। यहाँ चाहिँ काङ्ला साङ्ला पनि तासिसकेको छ। भैँसी यहाँ छ भान्जीको घर यही माथिको हो। यो दुईटाले घर के हो ल भैँसी। बबिता सबिताहरू चलाउँदै बस्यो क्या हो, क्याराङ ग्याङ। पराल बाउले ल्याइसकेको छ, कालो देखिया त। भान्जी कति बज्यो भान्जी? कति बज्यो मल? 4:27। कोठालो दाइले 5 बजे भैँसी बाँधिदेऊ। अहिले चाहिँ बल्ल 5:30 भयो। राति चाहिँ 7 बजीसम्म उज्यालो हुन्छ, 6:30 बजीतिर बाँध्दा पनि। हाम्रो कैला दाइले 5 बजे बाँध्यो, बल्ल 5:30 भयो। अघि नै बाँधेको, आधी घन्टा अगाडि। अब म चाहिँ पराल हालेर जान्छु एकछिनमा। अब घर नजान्जेसम्म यहाँ तल जान्छु, चिलाउनेको रुख झार्न। यहाँको यसो झार्दिनँ बोले, यहाँको चाहिँ मैले अस्ति झारिसकेँ। त्यही हो,
एउटा भैँसी चाहिँ बाँधेर त्यहाँ माथि गएको टम्फु यहाँ टम्फु टारको टम्फु परल पनि यहाँ ल्याइसकेको छ बाउले आज अघि नै भैँसी बिन्दास बस्यो भ्यू त खतरा देख्यो भान्जी त्यहाँ छ भान्जी ल गाइज आज चाहिँ भिडियो यहाँ अन्त्य गर्न चाहन्छु इफ यु वाचिङ माई भिडियो गाइज प्लिज लाइक एन्ड सेयर सब्सक्राइब गाइज